फेरि पनि स्वागत छ हाम्रो डे 7 को भ्लगमा। आज हामी जानेछौँ भन्नु न अलिक राम्रो ठाउँ जानु भए त हुन्थ्यो नि, के गर्नु। स्विमिङ पुल त गइन्छ नि। स्विमिङ बाहेक के नै गर्ने हो त नि। अब बिस्तारै हाइकिङहरू अब नसके नि हाइकिङ अब हिँड्न सक्दिनँ। अब नसकेर भए पनि अब हाइकिङको भ्लग आउँछ होइन, छिटै आउँछ। कैसा लगा मेरा मजाक? आएपछि आउँछ कि भोलि यो हप्ता फिक्स हाइकिङ जान्छु म। जति बेला स्विमिङ देखाएर मै पाकिसक्यो, के देखाउँ गरेर ल के भनौँ त। अब यही ठाउँ हो, यही दाइ हो, यही ठाउँ हो, यही दाइ, यही अनुहार सबै। अब टिकटक बनाइन्छ आज। कुन टिकटक बनाउने दाइ? कसले बनाउनु? हजुरले र मैले। म चाहिँ कहाँ थिएँ? म छैन। कस्तो छैन र? स्ट्यान्ड राख्ने एउटा साइडमा यस्तो स्ट्यान्ड राख्ने, अनि त्यो मैलेहरूलाई पठाएको थिएँ नि त्यो वाला बनाउने के। अनि अर्को छ क्या त्यो के अरे गाउँले जस्तो क्या, गाउँले पारेको गीत छ कि एउटा फेरि। हजुर मैले पठाएको थिएँ कि नि आजलाई के पढाएको छ त्यो वाला बनाउने भनेको। फेरि त्यसमा फेरि फेस एक्सप्रेसन चाहिन्छ के, दुइटाको एक्सप्रेसन थियो। कस्तो हो अब त्यही हो। टिकटक बनाइन्छ, स्विमिङ गइन्छ, घर आइन्छ, सुतिन्छ, सकियो। बस्ने हुँदैन त। हामी चाहिँ सुङ्गाई आकार आइसकेको छौँ। सुङ्गाई होइन, सुङ्गाई आकार आइसकेको छौँ। अब स्विमिङको त्यो खोल्नको लागि अझै 1 घन्टा बाँकी छ। अब 1 घन्टासम्म हामी यहाँ एउटा दादाको घरमा चिल गरेर बस्ने हो। यस्तै छ न। अब हामी टिकटक बनाउँछौँ आज। नयाँ खतरनाक टिकटक आउँछ आज एउटा। अब मेरो त एक्सप्रेसन त अब मलाई दिन आउँछ के अरे। अब दाइको मात्र कुरा हो। एक्सप्रेसन दिनु है दाइ। यता भनिदिनु न, यता हेरेर एक्सप्रेसन। ए दाइ त धरो हाँस्दिने। ए आँप लिएर जाऊँ न, आँप लिएर जाऊँ सघुन्दैन नि। यो ल्याइदिएछ भन्नुहुन्छ कि। अनि त्यही झुन्डेको छ होला नि त्यहाँ त छ तर चप्पलले हानिदिनु न ड्याङ। पछि कुनै दिन यहाँ भित्रको देखाउन पाउनु के यस्तो बिल्डिङहरू देखाउनु पाउँछ। नमस्ते नदेखानु कसले नै हेर्छ र मेरो भ्लग। घरकाले बाहेक, घरका र उता नेपालको र हजुरहरू बाहेक कसले नै हेर्छ र। हाम्रो हाम्रो सघुन्दै सुत्दै हुन्थ्यो कि। ल हामी चाहिँ स्विमिङको लागि हाइकिङमा आछौँ होइन भाइ हो। उकालो डाँडा चढ्न पर्यो है, साह्रै गाह्रो भयो। पसिनाले लत होइन, पसिनाले लत भइसक्यौँ हामी। दुःख गर्न पर्छ, लाउरे बन्ने हो रे के। स्विमिङ चाहिँ रोक्नु भाइ, स्विमिङ चाहिँ यहाँ छ है। हामी चाहिँ यही स्विमिङ जानु लाग्यो होइन भाइ? हो नि, म भाइ। ल अब स्विमिङ सकेपछि
स्विमिङ सकेपछि भेटौँला ल भाइ भाइ गरिदेऊ भाइ र हाम्रो दाइ चाहिँ यहाँ के अतरङ्गी काम गर्न लाउनु भन्छ म त कहाँ दाइ के गर्न लाउनु भनिदिने हेर भनिदिनु मलाई भन्नै जानेन के मुख पनि देखाउनु ननिस्की पुग्ने हेर क्या ननिस्की यहाँदेखि त्यहाँ पुग्ने हेर क्या यहाँदेखि त्यहाँ पानी माथि ननिस्कि होइन अन्डर वाटर यहाँदेखि त्यहाँ पुग्नुहुन्छ अरे दाइ होइन ल हेर म कसरी पुग्नुहुन्छ ल दाइ ल स्टार्ट ल गर्नु न अन्डर वाटर है त अन्डर वाटर फ्री ल ल ल ल दाइ पछाडि जानु ल अन्डर वाटर यस्तै रहेछ होइन अन्डर वाटर चाहिँ खतरै रहेछ हजुर यही हो उता उता जाने कहाँ जानु हो आजको स्विमिङ नि सकियो आज हामीले प्रगति गऱ्यौँ दाइ के गऱ्यौँ प्रगति भन धेरै पानी खाने आज अनि प्रगति के गऱ्यौँ भन्नु न त्यति 10 फिट हो आज हामी 10 फिटमा गएको आजदेखि हाम्रो स्विमिङ सक्सेसफुल भयो अब सिक्न पर्दैन अब होइन के पर्दैन हौ आज परिहाल्छ कहाँ गफ त दिनु नै यार दाइ यार गफ दिनु परेन 50% पुग्यो 50 होइन 70 भन्नु न अब चाहिँ बुझाउनु त 41 त्यो गीत बन्द गर्नु न मेरो कपिराइट लाउँछ के ल हामी चाहिँ हाम्रो होइन क्याम्प आयो ए दाइ माथि उभिनु हामी चाहिँ क्याम्प आइसकेको छौँ ल भ्लग चाहिँ हामीले अब इन्ड गर्न लाग्यो आज टिकटक रिल चाहिँ टिकटक रिल चाहिँ बनाउन पाएन दाइ साह्रै लजाउनु भयो है बनाउने भनेको होइन मैले भनेको ल दाइ बाई गरिदिनु बाई बाई इन्ड गर्नु न गर्नु न आउनु ठोकिदिनु त क्यामेरा ठोकिदिनु त ल बाई गाइज